हिजो जन आस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरियो। किन 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 यो प्रश्न म 1000 चोटि सोध्न चाहन्छु। त्यसैगरी आज शेरबहादुर देउवालाई किन पक्रिएन, किन 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 यो प्रश्न पनि म 1000 चोटि गर्न चाहन्छु। तपाईहरूको मनमा पनि प्रश्न होला, यो प्रश्न अवश्य होला र यो प्रश्नको केही जवाब तपाईहरूको मनमा पनि होला र मसँग पनि यसको केही जवाबहरू छन् र आज म त्यही बारेमा तपाईहरूलाई बताउन गइरहेको छु। नमस्कार, म सुन्दरी पोखरेल। यो च्यानलमा तपाईहरू सबैलाई म स्वागत गर्न चाहन्छु। मैले 1000 पटक प्रश्न किन गरेँ भने अनि मैले आफै यसको जवाब दिन्छु पनि भने। यसमा म के भन्छु भने नेपाल अचम्मको युगमा आइपुगेको छ। सत्ताधारीहरूले जवाब दिँदैनन्, जवाब दिने पर्नेहरूले जवाब दिँदैनन्। वास्तवमा हामी प्रश्नको युगमा बाँचिरहेका छौँ। संसदमा प्रश्न उठ्छन्, जवाब दिने कोही छैन। जनताको मनमा प्रश्न उठ्छन्, जनताले प्रश्न गर्छन्, तर जवाब दिने कोही छैन। जवाब मरेको युगमा हामी बाँचिरहेका छौँ। हामीसँग प्रश्न मात्र छन्, प्रश्न मात्रै छन्, तर जवाब छैनन्। जसले जवाब दिनुपर्ने हो त्यसको मुख जवाब दिनको लागि खुल्दैन। म पहिले शेरबहादुर देउवाको कुरा गर्छु। देउवालाई किन पक्राउ गरिएन भनेर मैले प्रश्न गर्नुको कारण छ। शेरबहादुर देउवा सहित कांग्रेस एमालेका नेताहरूले देश ध्वस्त पारे भन्ने होइन यिनीहरू। नेपाल भन्ने देशको प्राणको गिटगिटी मात्र बाँकी छ भनेर प्रचार गर्नेहरू आज सत्ताको चाबी लिएर बसेका छैनन्। उनीहरूका अनुसार शेरबहादुर देउवाले सिंगै देश लुटेका हुन्। केपी ओलीहरूले बच्चा मारेका हुन्। केपी ओलीहरू हत्यारा हुन्। अहिले जुन सत्तामा पुगेका छन् यही भनेर सत्तामा पुगेका हैनन्। उनीहरूले केपी ओली र रमेश लेखकलाई पक्राउ गरे, तर कुनै पनि प्रमाण जुटाउन सकेनन्, कुनै पनि अभियोग लगाउन सकेनन् र केपी ओली र लेखकलाई छोड्नु पर्यो। देश आरोपले चल्दैन हजुर, तथ्य प्रमाणले चल्छ। हामी जंगली युगमा छैनौं। जंगली युगमा बलियोले निर्दोषलाई आरोप लगाए पनि हुन्थ्यो, बलियोले निर्दोषलाई सजाय पनि दिन्थ्यो। तर हामी आधुनिक युगमा छौं। यहाँ आरोप लगाउन पनि 1000 पटक सोच्नु पर्छ। आरोप लगाएर हुँदैन, दसी प्रमाण देखाउनु पर्छ। दसी प्रमाण जुटाउन सक्ने ठाउँमा आज को छ? सरकारमा आज को छ? उनीहरूले देउवा विरुद्ध कुनै प्रमाण पनि जुटाउन सकेनन्। कुनै प्रमाण जुटाउन नसकेर त होला नि आज धेरैलाई लागेको थियो होला, देउवा एयरपोर्टदेखि नै पक्राउ पर्नेछन् भने। प्रमाण भएको भए पो पक्राउ गर्थ्यो प्रहरीले, प्रमाण भएको भए पो सरकारले पक्राउ गर्न सक्थ्यो। देउवालाई पक्रेर स्वदेश ल्याउन रेड नोटिस जारी गर्ने प्रयास भएको थियो, तर सकेनन्। हिजो आफूले आकाश फाट्ने गरी चिच्चाएर लगाएको आरोप आज सत्तामा पुगेपछि प्रमाणित गर्नु पर्दैन? प्रमाण जुटाउने ठाउँमा पुगेपछि पनि प्रमाण निकाल्न सक्दैनन् भने हिजोका आरोपहरूको लागि माफी माग्नु पर्छ कि पर्दैन? अहिलेसम्म सत्ताधारीहरूले माफी मागेको सुनेको छैन। मैले त सुनेको छैन। के तपाईहरूले सुन्नुभयो? माफी माग्दैनन्। बरु सत्तामै बसेर आरोपमाथि आरोप लगाएर देशलाई नर्क बनाउन प्रयास गरिरहेका छन्। जनताको मनमा आक्रोश भर्न र त्यही आक्रोशको भरमा आफ्नो सत्ता चलाउन यिनीहरू लागि परेका छन्। मात्र झुटा आरोपहरू लगाएर, पुराना दलहरूलाई झुटा आरोप लगाएर। अरू देशमा सत्ताधारीहरूलाई अरूले आरोप लगाउँछन् र सत्तामा बसेकाहरूले जवाब दिन्छन्, सफाई दिन्छन्। तर नेपालमा चाहिँ उल्टो छ। सत्तामा बसेकाहरूले अरूलाई आरोप लगाउँछन्। अनौठो भइरहेको छ हाम्रो देशमा पनि। जे भए पनि 35 वर्षमा यो भएको र 35 वर्षमा वो भएको। उहाँहरूसँग कुनै सफाई छैन, उहाँहरूसँग कुनै प्लान छैन। मात्र उहाँहरूको मुखमा जिब्रोमा झुन्डेको के छ त 35 वर्ष पुरानाहरू र 35 वर्ष। अहिलेका सत्ताधारीहरूले हिजो गरेको कुरा अनुसार सत्ता सम्हालेपछि दिएको गफ अनुसार त शेरबहादुर देउवा आज एयरपोर्टबाट सिधै हिरासतमा जानुपर्ने होइन र? किन पक्रिएनन्?
किनभने पक्रन सक्दैनन्, पक्रन सकिने भए पनि अब पक्रदैनन्। किनभने भ्रष्टाचार र लुटको मामिलामा अरू नेतालाई पक्राउ गरियो भने भोलि आफ्नो पनि पालो आउँछ भन्ने अहिलेका सत्ताधारीहरूले थाहा पाइसकेछन्। कहिले बुहारीको पालो, कहिले सासूको पालो, यिनीहरूलाई थाहा छ। भोलि यिनीहरू पनि विपक्षमा हुनेछन् र त्यति बेला यिनीहरूले पनि तिनी सुनका डल्लोको सफाई दिनुपर्नेछ। आफ्नो सुन भण्डार बढाउने उद्देश्य राखेकाहरूले अरूलाई आरोप मात्र लगाउने हो, प्रमाण जुटाउँदैनन्। यिनलाई अरू विरुद्ध प्रमाण जुटाउने फुर्सद पनि छैन। हेर्नुहोस्, किनभने आफ्नै प्रमाण नष्ट गर्न यिनीहरूले समय खर्च गर्नु परेको छ। यसको उदाहरण धेरै छन्, म एउटा उदाहरण दिन्छु है त। ल, उदाहरण सुन्नुहोस्। अहिलेका गृहमन्त्री सुदन गुरुङले स्रोत नखुलेको सम्पत्तिको आरोप लागेर राजीनामा दिनु परेको थियो। त्यसपछि सत्ता पक्षले छानबिन समिति बनायो। छानबिन समितिले छानबिन गर्यो अरे। छानबिन समितिले प्रतिवेदन पनि तयार गर्यो अरे। छानबिन समितिले त्यो प्रतिवेदन पेश गरेर जसले पढ्नु थियो उनीहरूले पढे पनि अरे। अनि गृहमन्त्रीले सफाई पनि पाए अरे। सफाई पाएपछि पद फिर्ता भयो। अहिले उहाँ गृहमन्त्री हुनुहुन्छ। हामीले देखेको यति मात्रै हो, उहाँले राजीनामा दिनुभयो र उहाँ फेरि गृहमन्त्रीमा नियुक्ति पाउनुभयो। तर त्यो छानबिन, त्यो प्रतिवेदन कस्तो भयो, के भयो, हामी जनतालाई कुनै जानकारी दिएको छैन। किनभने उहाँहरूसँग कुनै सफाई नै छैन। आय स्रोतको कुनै लेखाजोखा नै छैन उहाँहरूसँग। र आफूसँग लेखाजोखा नभएकोले अरूलाई त्यही कुरामा समाउन सक्छन् त? सक्दैनन्। आफू कमजोर नभएकाले मात्रै हो अरूको कमजोरी समाउन सक्ने। आफू पनि कमजोर छु भनेपछि अर्काको कमजोरीमा आफ्नो घर सिसाको भएपछि अर्काको सिसाको घरमा हान्न गाह्रै हुन्छ। हजुर, अरूले खाएको रिसको रिस गरे भनेर नभन्नु होला। त्यसैले म धेरै उदाहरण बताउँदिनँ, अझै पनि धेरै उदाहरण छन्। हेर्नुहोस्, देउवा या अरू नेताको सम्पत्तिको स्रोत अहिलेका सत्ताधारीहरूले खोज्दैनन्। किनभने यिनको सुनको जुन डल्लोको भण्डार छन् नि, तोला तोलाका किलोको किलो जुन सुन छन्, त्यसको स्रोत पनि भोलि खोजिनेछ भन्ने यिनीहरूलाई थाहा छ। देउवालाई पक्रन प्रमाण जुटाउन किन सकेनन्? देउवा भ्रष्ट हो कि होइनन् भन्नेतिर म जान्न। आम जनतालाई त के लाग्थ्यो भने देउवा भ्रष्ट हुन्, केपी ओली हत्यारा हुन्। किनभने यिनले त्यही प्रचार गरेका थिए नि। त्यही प्रचारको आधारमा त यिनीहरूले भोट पाए र यिनीहरू सत्तामा पुगेका हुन्। अब कि त यिनीहरूले माफी माग्नु पर्यो, सत्तामा पुगेर त्यही आरोप लाएर सत्तामा पुगेको कारणले नैतिकताको आधारमा यिनीहरूले कि त जनतासँग माफी माग्नु पर्यो कि प्रमाण पेश गर्नु पर्यो। एउटा त गर्नु पर्यो नि। र किन यिनीहरूले यस्तै प्रचारको आधारमा यिनीहरूले भोट पनि ल्याएका हुन्, मैले भनिसकेँ। अनि यिनीहरूले माफी माग्नु पर्यो कि यिनीहरूले प्रमाण दिनु पर्यो। तर केही गर्न सक्दैनन् भने हिजो यिनले बोलेका भिडियोले यिनीहरूलाई नै लखेट्नेछ। आफ्नै विरुद्ध बोलेको भिडियोहरू यी भिडियो हामी विरुद्ध नै, आफ्नै विरुद्ध हामी बोलिरहेका छौँ भन्ने यिनीहरूले सोचेका पनि थिएनन् होला। तर अहिले आएर ठाउँमा आएका छन्, बुझेका छन् यी भिडियोले हामीहरूलाई नै लखेटिरहनेछ भनेर यिनीहरू सायद यही भएर होला संसदमा पनि नआउने, बोली पनि ठप्प राख्ने कारण यो पनि एउटा हुन सक्छ। अब म किशोर श्रेष्ठको बारेमा केही बताउँछु। किशोर श्रेष्ठको जनआस्थामा प्रकाशित हुने कतिपय समाचारहरू देख्दा मलाई अचम्म लाग्थ्यो। त्यस्तो समाचार प्रकाशित नगरे पनि हुने भने जस्तो लाग्थ्यो। व्यक्तिका निजी मामलाहरूमा प्रवेश गर्नु राम्रो होइन। सबैको आफ्नो एउटा प्राइभेट लाइफ हुन्छ, त्यसलाई जतिखेर पनि जहाँ पनि पुगेर त्यसलाई रेकर्ड गर्ने, त्यसलाई प्रकाशित गर्ने राम्रो होइन जस्तो मलाई लाग्छ। तर हो, सार्वजनिक पदमा भएका व्यक्तिको मामलामा तिनी समाचारहरू बन्नु स्वाभाविक हो। त्यसलाई म स्वाभाविक नै मान्छु। अहिलेको विवादमा के ठिक, के बेठिक, को ठिक, को गलत म भन्न गएको छैन। म सिर्फ यति भन्छु, पक्राउ गर्ने नियत सरकारको किशोर श्रेष्ठलाई पक्राउ गर्ने नियत ठिक देखिएन। किशोर श्रेष्ठ अहिलेको सत्ताका कडा आलोचक भएको हुनाले हतोत्साहित गर्ने प्रयासले पहिलेदेखि नै
यस्ता हतोत्साहित गर्ने प्रयासहरू भइरहेका थिए र अहिले उहाँलाई पक्राउ गरेको पनि यो मौका छोपेर उहाँलाई हतोत्साहित गर्नको लागि नै यो पक्राउ गरिएको भन्ने मलाई लाग्छ। हेर्नुहोस्, पत्रकारले अपराध गर्नु हुँदैन, पत्रकारले मात्रै होइन कसैले पनि अपराध गर्नुहुन्न। पत्रकारले गर्ने सबै खाले अपराधमा प्रेस कानुन अनुसारको मुद्दा चल्नुपर्छ पनि म भन्दिनँ, तर समाचार प्रकाशित गरेकै आधारमा पक्राउ ठिक गर्न मलाई चाहिँ ठिक लागेन। यो पत्रकारको पत्रिका व्यवसायको जुन छ त्यसको स्वतन्त्रताको हनन भयो जस्तो मलाई लाग्छ। हेर्नुहोस्, होइन, मौका पर्न साथ प्रेसको घाँटी निमोस्ने यो तरिका ठिक भएन। किशोर श्रेष्ठलाई पक्रेर समग्र प्रेसलाई नै तर्साउन खोजिएको हो कि? यो ठिक होइन, यो गलत हो। हेर्नुहोस् है, पत्रकारहरूलाई यसरी तर्साउनु, उहाँहरूले लागेको कुराहरू प्रकाशित गर्न नपाउनु, उहाँहरूलाई यो किशोर श्रेष्ठलाई पक्रेर अरूलाई पनि साइडमा के गरेको त यो एउटा धम्काएको जस्तो यहाँ देखिन्छ। यो प्रेस स्वतन्त्रताको हनन गरेको जस्तो सरकारले गरेको यहाँ देखिन्छ। हेर्नुहोस्, म प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छु, म लोकतन्त्र र जवाबदेहिताको पक्षमा उभिन्छु। यति भन्दै म यो भिडियो यही समाप्त गर्न चाहन्छु र अरू पनि समसामयिक विषयहरूमा म भिडियो बनाइराख्नेछु र तपाईहरूले समर्थन गरेर मलाई प्रोत्साहन दिनुहुनेछ भन्ने आशा गरेको छु। धन्यवाद।